हेलो गुड मर्निङ सबैजनालाई नमस्ते। आज फेरि पनि सन्डेको दिन, किनकि मेरो आइतबार मात्र छुट्टी हुन्छ अनि म आइतबार मात्र निस्किन पाउँछ अनि हप्तामा एकचोटि मात्र छुट्टी भएको हुनाले आज चाहिँ फेरि म टाक्सिङ जाँदैछु। दिदी हुनुहुन्छ अनि आज दिदीले खाना खान बोलाउनु भएको छ, खाना खान्छन् अनि घुम्छु। सबैजना टाक्सिङ चाहिँ धेरै जान्छ, म पनि गइरहेको हुन्छु, किनकि भेट्नलाई दिदीहरू उतै हुनुहुन्छ, उता भेट्न हेरौँ है त आजको दिन कस्तो हुन्छ। मैदान आइपुगे। अब बिहानको कस्तो जाडो भएर बाक्लो ज्याकेट लगाएर हिँडेको, अहिले त घाम लागेर फेरि गर्मी भएको छ। अस्तिको हप्ता ज्याकेट नलगाएर हिँडेको दिन चाहिँ पानी परेर तर यहाँ कस्तो राम्रो, यहाँ त सबै टुरिस्ट हुन्छ टाक्सिङमा त। कस्तो भोक लागिसक्यो, दिदीले खाना पकाएर राख्नु भएको होला, गएर खाना। भोगको सुरुमा भात पनि खाएँ, सबै खाइसकेपछि अहिले बल्ल सम्झिँदैछु है दिदी खाइ पनि सक्यो, भिडियो खिच्न चाहिँ बिर्सेछ। भोगमा यस्तो यति खायो अनि खाएको खिच्ने बिर्सेर भनेर भर्खर दिदीलाई भनेर हाँस्दैछौँ। खायौँ, अब हामी एकचोटि यसो मार्केटतिर घुम्न जान्छौँ। हामी फाइनल्ली आइपुग्यौँ, बल्ल तल आइपुगेँ म गाडी चढेर। गाडीमा निन्द्रा लागेर बल्ल तल आइपुग्यो। अब हामी भित्रको बाख्रीको बजार घुम्छौँ, ब्याग चाहिँ अगाडि राखौँ, थाहा छैन मान्छे कति चोर लाग्ला फेरि। कति हो सामान के लिने हो, के चाहियो हो, कसलाई के चाहियो हो। बजारमै हराउँदो रहेछ मान्छे त। मलाई यस्तो मन परेको थियो क्या, तर बोकेर लानुलाई गाह्रो हुन्छ नि त। यो कस्तो राम्रो है। कति राम्रो छ। अब बोकेर लानु मिल्दैन यो
मतलब मलाई त कस्तो फिल भयो भन्दाखेरि भ्रिकुटी मण्डप गएको छ। भ्रिकुटी मण्डप काठमाडौँको भ्रिकुटी मण्डप छ नि, ओ ठ्याक्कै ठ्याक्कै त्यस्तै काठमाडौँको भ्रिकुटी मण्डप नै रहेछ जस्तो जस्तै रहेछ हौ यहाँ त। कस्तो सेक्स के भन्न थालेको मलाई भन्न मन लाग्नु पर्यो। कस्तो राम्रो राम्रो बच्चाको कट्टु छ बज्न थाल्यो, अब निस्किनु पर्छ, अब जानुपर्छ। 6 बज्न थाल्यो, मान्छेहरू बन्द गर्न थालेर सबै प्याकिङ गर्न थाल्यो। अब जानुपर्छ फेरि टाढासम्म घुम्यो। मैले अलिअलि सामान पनि लिएँ, अब जानुपर्छ। मलाई यो कप यस्तो मन परेको, तर लग्ने कसरी? लग्ने कसरी क्या होला? निस्केको घुम्यो घुम्यो घुम्यो, धेरै घुम्यो हो आज। कपाल हेर्नु न भुत जस्तो भएको। त्यो उबाट निस्केको झडा गरेर भुतालेर भुताल भुताल गरेर निस्के जस्तो गरेर। मलाई त एकदम भोक लाग्यो, गुरुङ खानलाई आएको। खान्छु पहिला अनि बल्ल जान्छु, फेरि 2टा ट्रेन चढेर जानुपर्छ। खानेकुरा अर्डर गरेको छु, अब खान्छु अनि जान्छु। एकदम थके लाग्यो हिँड्दा 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 हिँड्दा। त्यो नेपालको भ्रिकुटी मण्डप घुमे जस्तो छ, रमाइलो चाहिँ रमाइलो हुन्छ। बजार घुमेर दोरुङ र कोक मगाएको छु, खान्छु अनि बिस्तारै जान्छु। चिज पनि हुँदो रहेछ दोरुङभित्र। म चाहिँ अब ट्रेन चढ्न जाँदैछु। एकजनालाई सोधेको, म चाहिँ बाख्री क्युब पुग्नुपर्छ होला, बाख्री क्युबबाट चढ्नुपर्छ होला भनेको। होइन, यहाँबाट सिधै येनिकप्पा जान्छ अरे, त्यही भएर येनिकप्पा जान्छु अनि येनिकप्पाबाट फेरि मनमारा ट्रेन चढेर अनि घर जान्छु। ढिलो भइसक्यो होला आज त, खाजा खाएर निस्केँ। येनिकप्पा 3 मिनेट पछि छ। 27 रुपियाँ काट्यो। म कहाँ छु यहाँ अहिले? कहाँ छु जहाँसुकै भए पनि म पुग्नु येनिकप्पा हो। अब ट्रेन पनि चढेँ, ट्रेनबाट पनि झरेँ। आजको घुमाइ राम्रै भयो। अब म घर जाँदैछु। थ्याङ्क यू फर द वाचिङ। एकदमै थके लागेको छ आज त, राम्रोसँग बस्नु होला। अब अर्को हप्ता भेटौँला। Thank you for watching.